च्याउ खाने बेलामा मात्रै मिठो हुने हो कि बनाउने बेला यस्तो झ्याउ छ नि यो जति पखाल्दा पनि यस्तो देखिया छ त्यो रातो रातो पुरै माटो होला जस्तो लागिरहेछ नि कोट्टै कोट्टै फाल्दिएको झनै दागै बस्यो कि रेसिपीहरू हेर्ने हो भने कस्तो राम्रो राम्रो हुन्छ होला मलाई त्यो दिमागमा जस्तो आउँछ त्यस्तै बनाइदिन्छु म त ल अब हल्ला नगरिकन राम्रोसँग हेर्ने है त मैले चाहिँ थोरै तेलमा आलु पहिला छुट्टै फ्राई गरेँ फ्राई गरिसके पछाडि अब यतिको मैले डढाइदिएँ यसलाई अब च्याउ चाहिँ मैले काटेको भिडियो बनाउन सकिनँ त्यही भएर यतिको काटिसके पछाडि देखाएँ मैले छुट्टै अब च्याउलाई भुट्छु त्यसको लागि थोरै जिरा अनि यो सुकेको खुर्सानी चाहिँ बास्ना आउँछ कि त्यही भएर अनि प्याज स्याज भुटेर लसुन र यो अदुवा दिएँ मैले टिमुर हो मेन त च्याउमा चाहिने तर टिमुर सिमुर छैन यहाँ त्यही भएर सिम्पल जो बनाउँछु म त अब च्याउ यसलाई पडाक पुडुक पार्ने त्यस पछाडि अब यतिको पहेँलो बनाउने के हेर्दाखेरि पनि खाउँ खाउँ जस्तो होस् न स्वाद जस्तो सुकै आए पनि मलाई त कुकिङ भिडियोहरू बनाउन यस्तो मनपर्छ टिकटकमा मेरो साउन्ड आउँदैन म अभागीको त्यही भएर मैले फेसबुकमा लगाउँछु फेसबुकमा राखेको भिडियोमा 200-300 भ्युज जान्छ त्यही पनि इच्छा त भइहाल्यो नि इच्छा त पुरा गर्नु पर्यो नि त्यही हो यो कुरालाई साइडमा राखौँ कस्तो दामी देखिया छ नि च्याउ वाउ हेर्दै कतिखेर पाक्ला र खाम्ला जस्तो भइरहेको थियो मलाई चाहिँ अब पाकिसक्यो त्यही हो मेरो च्याउ पनि पाकिसक्यो मेरो कुरा पनि सिद्धिसक्यो अब चाहिँ मैले अघि नै काटेको धनियाँ राखेँ